धेरै अगाडिको कुरा हो। नेपालको एक सानो र पहाडी गाउँ थियो, नाम थियो रामपुर। यो गाउँ प्राकृतिक सौन्दर्यले भरिएको भए पनि एक रहस्यमय स्थानको रूपमा परिचित थियो। गाउँको उत्तरपट्टि एउटा पुरानो बाँसको जङ्गल थियो, जहाँ बेलुकीपख कोही जान डराउँथ्यो। गाउँलेहरू भन्थे, त्यहाँ एक आत्माको बास छ। कथाअनुसार धेरै वर्ष अघि एक बुढी आमाले त्यही जङ्गलमा आत्महत्या गरेकी थिइन्। कारण कसैले ठिकसँग थाहा पाएन, तर त्यो दिनदेखि साँझ पर्दा जङ्गलमा अजीब आवाजहरू आउन थाले, कहिले रुनेको त कहिले हाँसेको। कतिपयले राति बाटो अल्मल्याएर हराएका आफन्तहरू भोलिपल्ट होसविहीन अवस्थामा भेटिएको पनि बताए। एक दिन गाउँको एक साहसी युवक अर्जुनले सत्य पत्ता लगाउने निधो गर्यो। ऊ साँझपख एक्लै बाँसको जङ्गलमा पस्यो। केही समय त केही भएन, तर अन्धकार फैलिँदै जाँदा एक सेतो छाया उसको अगाडि देखा पर्यो। छायाले बिस्तारै बुढी आमाको रूप लिइन् र भनी, म कहिले न्याय पाइन्। मेरो आत्मा शान्ति खोज्दैछ। अर्जुन डरले काँपिरहेको थियो, तर उसले हिम्मत गयो र गाउँका सबैलाई भोलिपल्ट त्यो ठाउँमा लिएर गयो। त्यहाँ सबैले मिलेर ती आमाको सम्झनामा पूजा गरे, तर्पण गरे र उनीप्रति सम्मान प्रकट गरे। त्यस दिनपछि जङ्गलबाट आवाज आउन छोड्यो। आज पनि रामपुरका बासिन्दा त्यो दिन सम्झन्छन् र भन्छन्, आत्मालाई सम्मान दियो भने ऊ पनि शान्त हुन्छ। यो कथा गाउँका बालबालिकादेखि वृद्धसम्मले सुनेका छन्, एक साँचो घटना जसले गाउँको इतिहास बदलिदियो।